सम्पूर्णमा नमस्कार। म हुँ दीपक राजगिरी र तपाईहरुलाई आजको भिडियोमा चाहिँ तपाई विश्वको जुनसुकै कुनामा भए पनि नेपालको पुलिस सर्टिफिकेट कसरी बनाउन सक्नुहुन्छ अथवा पीसीसी कसरी बनाउन सक्नुहुन्छ भनेर चाहिँ यो भिडियोमा स्टेप बाइ स्टेप देखाउँदै छु। र सुरु गरौँ भिडियोतर्फ। ल्यापटपको अथवा तपाईको मोबाइलको कुनै पनि एउटा ब्राउजर ओपन गर्नुहोस् र त्यसपछिबाट यो वेब एड्रेस राख्ने ठाउँमा चाहिँ गएर नेपाल पुलिस क्लियरेन्स सर्टिफिकेट भनेर टाइप गर्नुहोस्। त्यसपछिबाट सुरुको वेबसाइट opcr.nepalpolice.gov.np भन्ने वेबसाइटलाई ओपन गर्नुहोस्। त्यसपछिबाट यस्तो इन्टरफेस खुल्छ। त्यसपछि तपाईले फर्स्ट टाइम यसमा पुलिस रिपोर्ट बनाउँदै हुनुहुन्छ भने चाहिँ रजिस्टरमा जानुहोस्। यदि तपाईसँग अलरेडी गर्नुभएको छ भने तपाईलाई थाहा छ त्यो भनिरहनु परेन। तर तपाईले फर्स्ट टाइम गर्दै हुनुहुन्छ, फर्स्ट टाइम तपाईले चाहिँ पुलिस रिपोर्ट बनाउनलाई रिक्वेस्ट गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ रजिस्टरमा क्लिक गर्नुहोस्। अब तपाईले हु यु आर भनेपछि हामी अभियसली आएमा नेपाली हैन, नेपाली चुज गर्नुहोस्। त्यसपछिबाट नेक्स्टमा क्लिक गर्नुहोस्। अब यो रजिस्टरमा सबै फिलअप गर्नुभन्दा अगाडि चाहिँ यता हेर्पटे लेफ्ट साइडमा रहेको डिटेल्स हेर्नु होला है त। यसमा तपाईलाई एप्लाई गर्नलाई चाहिँ के डकुमेन्ट चाहिन्छ त? सबभन्दा पहिला चाहिँ तपाईको फोटो चाहियो। त्यसपछिबाट इफ द एप्लिकेन्ट इज बिलो 16 इयर्स माइनर सर्टिफिकेट इज रिक्वायर्ड भनेको छ। त्यसपछिबाट इफ द एप्लिकेन्ट इज ओभर 16 इयर्स सिटिजनशिप सर्टिफिकेट इज रिक्वायर्ड भनेको छ। इफ द applicant want to register along with spouse name भन्ने marriage certificate is required भनेको छ। ए तपाईको पुलिस रिपोर्टमा चाहिँ तपाईको हस्बेन्ड र तपाईको वाइफको चाहिँ डिटेल्स पनि राख्न चाहनुहुन्छ भनेदेखि चाहिँ उहाँको म्यारेज सर्टिफिकेट पनि चाहियो। अनि त्यसपछिबाट अर्को भनेको छ if the applicant has moved his residence recently address verification document is required भनेको छ। जस्तै तपाई चाहिँ पहिला कुनै एउटा जिल्लामा बस्नुहुन्थ्यो, अब त्यहाँबाट तपाई बसेर अर्को ठाउँमा जानु भएको छ र पुलिस रिपोर्ट एप्लाई गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ तपाईको त्यो बसेको डकुमेन्ट पनि चाहियो। त्यसपछि अर्को छ if the applicant is applying for visa purpose passport document is required। ए तपाईले चाहिँ विदेशबाट अथवा भिजाको लागि चाहिँ कुनै कन्ट्री जानको लागि चाहिँ अथवा युए कन्ट्रीमा गर्दाखेरि तपाई भिजिटमा अथवा वर्किङमा युए आउँदै हुनुहुन्छ भने चाहिँ तपाईलाई चाहिँ तपाईको पासपोर्ट कपी पनि चाहियो। अनि त्यसपछि अर्को रहेको छ if the applicant is living in foreign country departure document is required भनेको छ। जस्तै कि तपाई यदि विदेशबाट अहिलेको कुरा गर्दाखेरि चाहिँ तपाईले यदि युए बाट चाहिँ नेपालको पुलिस रिपोर्ट एप्लाई गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ नेपालबाट युए आउँदाखेरिको त्यो इमिग्रेसनले तपाईको पासपोर्टमा छाप लगाइदिएको हुन्छ, त्यसको स्क्यान कपी पनि चाहियो भनेको छ। अब यसपछिबाट यहाँ राख्नुहोस्, फर्स्ट नेम राख्नुहोस्, मिडल नेम राख्नुहोस्, त्यसपछि लास्ट नेम राख्नुहोस्, तपाईको जेन्डर चुज गर्नुहोस् र तपाईको अब नेपालमा हुनुहुन्छ नेपालको नम्बर राख्नुहोस् र अरु देशमा हुनुहुन्छ भने अरु देशको डिटेल्स नम्बर राख्नु होला र तपाई इमेल आइडी राखेर यो क्याप्चा इन्टर गरेर रजिस्टरमा क्लिक गर्नुहोस्। आइडी र त्यहाँको पासवर्ड चाहिँ तपाईलाई इमेलमा आएको हुन्छ, त्यो चाहिँ यसमा राख्नु होला। राखेपछि चाहिँ लगइनमा क्लिक गर्नुहोस्। त्यसपछि एउटा यसरी तपाईको यो पेजमा आएपछि तपाईको जुन आएको इमेल पासवर्ड छ तपाई यसमा रिसेट गर्न सक्नुहुन्छ। तपाईको यसमा चाहिँ करेन्ट पासवर्ड राख्नुहोस्, त्यसपछि दुईटामा नयाँ पासवर्ड राखेर कन्फर्ममा क्लिक गर्नुहोस्। क्लिक गर्नुहोस्। अब जुन तपाईलाई पासवर्ड चेन्ज गर्नु भएको थियो अब त्यो चाहिँ फेरि आएर फर्स्टमा आउँछ र तपाईले त्यो चेन्ज गरेको पासवर्ड र इमेल आइडी राखेर लगइन गर्नुहोस्। त्यसपछिबाट यस्तो पेज खुल्छ है। अनि त्यसपछि तपाईले चाहिँ
यसमा यो सुरुमा चाहिँ तपाईलाई पासपोर्ट साइजको फोटो जुन चाहिँ यहाँ साइज देखाएको छ यही अनुसारको चाहिँ तपाईको फेस क्लियर देखिने गरी यसमा राख्नु पर्यो। तपाईको फर्स्ट नेम लास्ट नेम राख्नु। अब तपाईको आफ्नो श्रीमती अथवा श्रीमानको राख्न चाहनुहुन्छ भनेदेखि यसमा क्लिक गरेर श्रीमतीको डिटेल्सहरु राख्नु होला हैन। अनि त्यसपछिबाट श्रीमती अथवा श्रीमानको डिटेल्स राख्नु होला। त्यसपछि तपाईको बुवाको नाम आमाको नाम राख्नुहोस्। तपाईको डेट अफ बर्थ राख्नुहोस्। यो बीएस मा हैन विक्रम सम्वतमा र एडी मा राख्नुहोस्। त्यसपछि तपाईको यहाँ एउटा फोटो चुज गर्नुहोस्। त्यसपछिबाट यहाँ नम्बरहरु भयो सबै। अनि त्यसपछि यहाँ तपाईको जेन्डर चुज गर्नुहोस् र तपाईको यो पर्पज चाहिँ केको लागि हो त भनेर चाहिँ यहाँ चुज गर्दा चाहिँ तपाईको सिटिजनशिपको लागि हो कि पासपोर्टको लागि हो कि अब केको लागि छ हैन त्यो पर्पज राखेर चाहिँ त्यसपछि तपाईले नेक्स्टमा क्लिक गर्नुहोस्। अब यो सेकेन्ड पेजमा आएपछि चाहिँ तपाईको नागरिकतामा कस्तो एड्रेस छ त्यही अनुसारको राख्नु पर्यो है त। यसमा हेर्नुस् फर्स्टमा छ तपाईको एड्रेस इन्टर शुड बी एक्ज्याक्टली एज इन सिटिजनशिप डकुमेन्ट भनेको छ। यसमा चाहिँ अब सिलेक्ट एड्रेस फर्मेट डकुमेन्ट भनेको छ। अब तपाईको नागरिकतामा भनेको छ यहाँ हेर्नुहोस् है त एड्रेस इन होल फर्मेट बिफोर प्रोभिन्स सिस्टम वाज इस्टाब्लिश्ड जुन भनेको चाहिँ हाम्रो प्रोभिन्सहरु छुटाउनु भन्दा अगाडिको चाहिँ जुन गाविसहरु थियो नि त्यो बेलाको जस्तै राख्नु पर्यो। त्यो चुज गरेर हाल्ने हो कि अथवा तपाईको अलरेडी तपाईको नागरिकतामा चाहिँ कुन चाहिँ छ त नयाँ फर्मेट छ भनेदेखि जस्तै प्रोभिन्स छुटाइसकेपछिको छ भने चाहिँ तपाईको न्यू फर्मेट चुज गर्नु पर्यो। हाम्रो अब पुरानोमा छ हैन त भनेपछि मैले पुरानो चुज गरे। त्यो अनुसारले तपाईको डिस्ट्रिक्ट तपाईको अब कुन चाहिँ गाविस त्यो बेलामा अथवा कुन चाहिँ नगरपालिका थियो हैन तपाईको टोलको नाम के थियो वार्ड नम्बर कति थियो त्यो राख्नुहोस्। अनि त्यसपछिबाट चाहिँ अब जुन अब चेन्ज भयो नि त अब प्रोभिन्समा आयो त्यसपछिबाट तपाईको स्टेट डिस्ट्रिक्ट हैन कुन चाहिँ नगरपालिका अथवा गाउँपालिका छ त्यो राख्नु पर्यो। वार्ड नम्बर कति हो तपाईको बाटोको नाम अथवा तपाईको टोलको नाम के छ त्यो राख्नु पर्यो। अनि त्यसपछिबाट यदि तपाई चाहिँ कहाँबाट बसाइसकेर राख्नु भएको छ भने त्यो पनि राख्नु पर्यो है। र त्यसपछि यहाँ आइसकेपछि चाहिँ एड्रेस फर्मेट एज रिक्वायर्ड इन सर्टिफिकेट भनेको छ। पुलिस रिपोर्टमा चाहिँ तपाईको कहाँको एड्रेस राखेर चाहिँ तपाईलाई पुलिस रिपोर्ट चाहिन्छ भनेको छ। यसमा चाहिँ हेर्न सक्नुहुन्छ ओल्ड एड्रेस भनेको जुन हाम्रो प्रोभिन्स छुटाउनु अगाडिको र अहिलेको हालको एड्रेस भनेको न्यू एड्रेस देखेको छ। त्यो एउटा हामीलाई अहिलेको लागि चाहिँ न्यू एड्रेसै चाहियो हैन त त्यसमा चुज गर्नुहोस्। त्यसपछिबाट करेन्ट एड्रेसमा आइसकेपछि चाहिँ आई एम लिभिङ इन नेपाल नाउ भनेको छ। यदि तपाई नेपालमा हुनुहुन्छ भने चाहिँ अब यस गर्नु पर्यो हैन। यस आई एम लिभिङ नेपाल चुज गर्नु पर्यो। होइन भने चाहिँ आई एम लिभिङ फरेन भने चुज गर्नु पर्यो। जस्तै हामी अब विदेशमा छौं त्यही भएर विदेशमा मैले विदेशबाट गर्दैछु भनेको युएबाट गर्दैछु त्यसबाट तपाईले यहाँ चाहिँ अब आई एम फरेन भने लेख्नु पर्यो है। त्यसपछि तपाई कुन देशमा हुनुहुन्छ लेख्नु पर्यो। अब त्यसपछि कुन प्रोभिन्समा हुनुहुन्छ तपाई हैन तपाईको सिटी कुन चाहिँ हो हैन त्यो सबै लेखेर हालिदिनु पर्यो। र वार्ड नम्बर अथवा जिप कोड भनेको चाहिँ युएको जिप कोड चाहिँ तपाई राख्नु पर्दाखेरि चाहिँ 5 वटा 0 राख्नु होला। अनि त्यसपछि तपाई विदेश कहिले आउनु भएको थियो राख्नुहोस् हैन। डिपार्चर डकुमेन्ट भनेको चाहिँ तपाई जुन नेपालको इमिग्रेसनबाट जुन छाप लागेको छ तपाईको पासपोर्टमा त्यो स्क्यान गरेर यहाँ राख्नु पर्यो। त्यति गरिसकेपछि तपाईले नेक्स्टमा क्लिक गर्नु पर्यो। त्यसपछिबाट थर्ड नम्बर स्टेपमा आइपुगेपछि चाहिँ तपाईको यस्तो देख्न सक्नुहुन्छ जसमा चाहिँ सर्टिफिकेट डिटेल भनेको छ। त्यसमा सर्टिफिकेट टाइप चुज गर्नुहोस्। यसमा चाहिँ एउटा सिटिजनशिप छ र अर्को माइनर सर्टिफिकेट छ। जुन नाबालकहरुको लागि छ भने चाहिँ तपाईको लागि निकाल्दै हुन्छ भनेदेखि चाहिँ माइनर सर्टिफिकेट राख्नु पर्यो। अब तपाईको जो चाहिँ 16 वर्षभन्दा माथिको हुनुहुन्छ उहाँलाई चाहिँ सिटिजनशिप राख्नु पर्यो। त्यसपछि तपाईको यहाँ सिटिजनशिप नम्बर राख्नुहोस्। त्यसपछि तपाईको कहिले नागरिकता कहिले इस्यु भएको छ त्यो राख्नुहोस्। कुन जिल्लाबाट इस्यु भएको छ त्यो राख्नुहोस्। प्लिज अपलोड फ्रन्ट साइड अफ सिटिजनशिप भनेको छ। यसमा तपाईको फ्रन्ट साइडको सिटिजनशिप अथवा नागरिकताको चाहिँ फोटो हाल्नु पर्यो। त्यसपछि यहाँ पछाडिको राख्नु पर्यो यो साइडमा आएर। त्यसपछि तपाईको पासपोर्ट नम्बर राख्नु पर्यो। पासपोर्ट डकुमेन्ट डाटा पेज भनेको छ। यसमा तपाईको पासपोर्टमा तपाईको फोटो तपाईको नामहरु सम्पूर्ण भएको पेज चाहिँ यसमा अपलोड गर्नु पर्यो। त्यसपछि नेक्स्टमा क्लिक गर्नुहोस्। त्यसपछि चौथो नम्बर स्टेज आइपुगेपछि चाहिँ सेल्फ डिक्लेरेसनको स्टेप आइपुग्यो। यसमा चाहिँ अब तपाईले तपाईको कुनै पनि क्रिमिनल हिस्ट्री छ कि छैन भनेर यसमा भन्नु पर्यो। जस्तै यसमा लेखेको छ डु यु हैव एनी क्रिमिनल हिस्ट्री भनेको छ। अब तपाई कुनै केही क्राइम गर्नु भएको छ कि केस छ भनेदेखि यस भन्नु पर्यो। भनेदेखि चाहिँ नोमा क्लिक गर्नु पर्यो। त्यसपछिबाट
नेक्स्टमा क्लिक गर्नु पर्यो। यो 5 नम्बरको पेज आएपछि चाहिँ तपाईँको सम्पूर्ण डिटेलहरू यसमा हुन्छ। यो सम्पूर्ण डिटेलहरू तपाईँले चेक गर्नु होला, तपाईँको सबै भेरिफिकेसन हेर्नु होला ठिक छ कि छैन। त्यसपछिबाट चाहिँ यहाँ आई हियर बाई भनेको छ नि, आई हियर बाई सबमिट भनेको छ। यसमा सबै मार्क गरेर यो क्याप्चालाई 850414 मा गरेर सबमिटमा क्लिक गर्नु होला। त्यसपछिबाट तपाईँको 24 देखि 28 घण्टाभित्रमा चाहिँ तपाईँको पुलिस रिपोर्ट रेडी भएर आउँछ। र त्यसपछि के गर्नुपर्छ भनेदेखि चाहिँ सबभन्दा पहिले तपाईँको पुलिस रिपोर्टलाई कलर प्रिन्ट गरेर निकाल्नु होला। र त्यसपछिबाट काठमाडौँको त्रिपुरेश्वरमा रहेको पराष्ट्रको कन्सुलर अफिस छ, त्यहाँ गएर तपाईँको यो पुलिस रिपोर्टलाई चाहिँ भेरिफिकेसन गराउनु होला। र त्यसपछिबाट तपाईँ युएको लागि यो डकुमेन्ट रेडी गर्दै हुन्छ भनेदेखि चाहिँ युएको लागि चाहिँ तपाईँको मोबाइलमा मोफा भन्ने एउटा एप छ, अथवा तपाईँको मोफाको वेबसाइट जुन चाहिँ मैले यो डिस्क्रिप्सनमा पनि राखिदिन्छु, त्यो वेबसाइटमा गएर चाहिँ तपाईँले लगइन गरेर चाहिँ त्यहाँबाट चाहिँ डकुमेन्ट एटेस्टेसनको भनेर चाहिँ एउटा अप्सन छ, त्यहाँबाट चाहिँ तपाईँले पैसा पे गरेर चाहिँ अनि काठमाडौँको छाया सेन्टरमा रहेको यसको अफिस छ, त्यहाँ गएर तपाईँ डकुमेन्ट सबमिट गरेपछि चाहिँ तपाईँको त्यो युएएमबिसीबाट पनि भेरिफिकेसन भएर आउँदैछ।